सिनेरीको खोला भनेको यस्तो छ यतापट्टि साइडमा यस्तो छ बवाल छ अब यहाँबाट पस्नु लाग्छ हामी है कस्तो छ अब के हो यो पुरै गुफा जस्तो छ त हौ हेलो हेलो राजा हेलो हेलो आउनु है दाइ बिस्तारै गाइस पानी हेर्नु त कस्तो बवाल छ ओहो स्विमिङ खेल्नको ल स्विमिङ पुल भन्दा नि सक्नु गाइस सिस्नेरीको खोला बवाल छ हेर्नुहोस् एकदम सङ्लो रहेछ आम्मामा यहाँबाट उक्लिएर चाहिँ गइसक्यो केटाहरू कसरी जाने त ओ माई गड हामी नि पाखरमा पोखरामा हुर्केको मान्छे हो नि गाइस यति त हिँड्न सक्नु पऱ्यो नि नेपाली भएर बेजोत हुन्छ ए ढुङ्गा त बवाल त्यो बाढीमा त खत्रै गरेछ नि अझै पनि पानी छ टन्नै अरू केटाहरू यहाँ छन् है स्विमिङ खेल्दै रहेछन् केटाहरू है अझै माथि जाने कुरा गरिरहेछन् केटाहरू कता जाने माथि माथि आएको छौँ लोकेसन कस्तो छ भनेर हेर्नलाई बवाल छ सबजना आफ्नो तालमा छन् है गाइस बवाल यहाँ माथिमा जान्छ गाइस अब कस्तो छ हेर्नलाई जाउँ न त जाउँ माथि कस्तो छ अब सही छ होला त्यहाँ हेर्न जाँदैछौँ ल यस्तो बवाल छ बाबा बवाल छ त ठाउँ के हो त्यहाँ त जानै पर्यो नि एकचोटि त है ढुङ्गै आम्मामा अघि न तलबाट देखेको ढुङ्गा हामी टुप्पामा आयौँ ल ओ माई गड जाडो छ अब यहाँ अलिकति आगो बाल्ने हो केटाहरूले बालेर गइसकेको रहेछ निभेको छैन सट्टा आगो बाल्ने टक्क केटाहरू चाहिँ डाइभ हाल्ने म चाहिँ यस्तो चिसो पानी छ अब होलीमा आएर चाहिँ हान्छु गाइस होइन डाइभ अहिले हान्दिनँ लास्ट चिसो छ यहाँ है गरी महिना त्यति लागिसकेको छैन नि त अब यो महिनापछि चाहिँ हपक हुन्छ केटाहरू आउँदैछन् होइन बिस्तारै होइन पहिलोचोटि आएको ठाउँमा एकचोटि घुमेरै जानुपर्छ कि गाइस आयो ठ्याक्कै हेऱ्यो गयो केही थाहा हुँदैन नि त विशेषताहरू यताउता डुल्यो भने यहाँ दाउरा खोजेको दाउरा सर पनि भेट्दैन जे छ त्यति बालिदिने गाइस आक्कैमा परिरह फेरि दादा रे दादा अब मेरो घाँटी बसेर है चिसोले हो केले हो त्यही भएर पनि मैले स्विमिङ नगरेको फेरि गरमलाई यस्तो सङ्लो पानी छ मजा आउँछ भनेको गर्मीमा यहाँ यति मान्छे हुन्छ गाइस माथि आएको साथीलाई नि बोलाएको होइन कस्तो बाटो थियो तपाईँहरूले देखिहाल्नुभयो होइन अब आगो बाल्छु म आगो बाल्ने नै हो मेरो घाँटी बसेर है चिसोले हो केले हो त्यही भएर पनि मैले स्विमिङ नगरेको फेरि गरमलाई यस्तो सङ्लो पानी छ मजा आउँछ भनेको गर्मीमा यहाँ यति मान्छे हुन्छ गाइस माथि आएको साथीलाई नि बोलाएको होइन कस्तो बाटो थियो तपाईँहरूले देखिहाल्नुभयो होइन